यसो चुस्नी हप्चुरा चुसेर खोला नि जाँदा आइए देखते हैं बैठचंद मजा आएगा। हेलो गाइज सबैजनालाई नमस्कार। म चाहिँ अहिले चाहिँ ट्याक्क यो बोट रुखमाथि हो। ट्याक्क यो अहिले चिउरीको बोट देख्न सक्नुहुन्छ। चिउरी पाएको रहेछ, त्यो भएर चिउरी खानलाई चाहिँ यहाँ बोटमा आउँदैछ गाइज। देख्न सक्नुहुन्छ चिउरी ट्याक्क यसरी टिप्यो, चिउरी यसरी टिपेर खिरी खान्छ चाहिँ गाइज। यो चिउरी हो। यसरी चिउरीको रस चुस्छ अनि यसलाई फुत्ता फाल्ने हो। अलि काँचो काँचो परेछ गाइज। अब यहाँ चिउरी हामी खाँदैछौँ। यस्तो दुध हुन्छ ट्याक्क यो चाहिँ यस्तो गरेर दुध आउँछ गाइज यस्तो होइन। चाहिँ टक्क दुधलाई चुस्ने हो। अहिले म यहाँ छु, कैसे लोग रहते हैं। ट्याक्क टुप्पामा छु। हेर्न सक्नुहुन्छ टुप्पामा ट्याक्क लाएर बसेर खाइरहेको छु। फेद यसको फेद ऊ तल छ। मैले अलिकति टिपेर पनि राखेको छु यहाँ साइडमा। अनि यसको फेद चाहिँ तल्लै छ लगभग। यो चाहिँ म चाहिँ अहिले चाहिँ चिउरी ट्याक्क चिउरी खाने सिजन भएर चाहिँ आज चिउरी खान आएको। ट्याक्क रमाइलो पनि भइरहेछ गाइज होइन। अब यो म ठ्याक्क अलिक विशेष पाएको चिउरी खाँदैछु। हेर्न सक्नुहुन्छ यस्तो हुन्छ विशेष पाएको चिउरी चाहिँ होइन। यो चिउरीलाई चाहिँ ट्याक्क यस्तो दुध हुन्छ, यसलाई चाहिँ यस्तो गरेर यसरी खाने गाइज। चिउरीको खाँदा चेपाङ झुन्ड्याएको खुब मजा, एकदम आनन्द छ। हेर्न सक्नुहुन्छ चेपाङले बिहेमा दाइजो दिने चिउरी यही हो। यसलाई चाहिँ हामी चाहिँ यसरी खान्छौँ यहाँ। आनन्दै भित्र पुरा खोल हाने जान्छ खोल। यसो चुस्नी हप्चुरा चुसेर खोल हाने। यसरी चुसिन्छ अनि चिउरी खानलाई मजा भइरहेछ गाइज। सबैजना आउने होला चिउरी खानलाई होइन। अहिले ट्याक्क चिउरी पाक्ने सिजन पनि छ। यो औधी गुलियो हुन्छ, बेसी गुलियो हुन्छ। यो गुलियो भएको कारणले गर्दाखेरि अलिक घाँटी खसखस छ गाइज होइन। अब यसरी नै खाँदै जाने क्रममा मैले फेरि एउटा खाएको देखाउँछु। ट्याक्क देख्न सक्नुहुन्छ यसरी चिउरी ट्याक्क यो यसरी दुताएको हुन्छ। यो चोप होइन गाइज, यो दुध हो है, दुध यो दुध हो। यो चाहिँ यो खान्छ, यो औधी गुलियो हुन्छ। अब यो दुधलाई यस्तो गरेर निचार्यो भने यसरी दुध आउँछ। अनि चाहिँ लादी गाइज, लादी के अरे दुध। त्यो दुध चाहिँ खानलाई चाहिँ एकदम मिठो हुन्छ। दुध गुलियो हुन्छ। अब एकदम गुलियो टेस्टी आनन्द खालको हुन्छ। त्यो चाहिँ मजाले खायो भने एकदम हेल्दी फुड हो। वनस्पति घिउ पनि यहीबाट निकाल्ने हो चिउरीको बिहाबाट। अनि अहिले हामी यसरी तान्छौँ, यसरी टक्क यसरी तान्ने अनि यसरी तानेर सर तानेर यसरी ल्याइसकेपछि हामी फेरि यसरी बसेर खान्छौँ। फेरि दुध निस्केकै पाछ। त्यो पहेँलो हुन्छ, कोही हरियो पनि पाक्छ तर पहेँलो हुन्छ। यसलाई चाहिँ ट्याक्क लाएर चाहिँ दुध चुइसक्यो गाइज। यो हेर्दाखेरि चोप खायो भने यो दुध हो, दुध एकदम गुलियो हुन्छ। दुध के अरे भैँसीको दुध हुँदा नि मिठो हुन्छ। चिउरी खान आउनु होला। चिउरी सबैजनालाई वेलकम छ। म त आइसकेँ है। तपाईँहरू कहिले आउने हो चिउरी खानलाई? चेपाङको एउटा चाहिँ पहिचान पनि हो। अनि यो चिउरी फेरि औधी मिठो हुन्छ। वनस्पति घिउ बनाउनलाई चाहिँ यसको अति उपयोग हुन्छ। वनस्पति घिउ भने चाहिँ यसको गेडाबाट चिउरीको हरेक प्रकारको ओहरू चाहिँ काम लाग्छ। यदि तपाईँले चिउरीको तपाईँको प्राकृतिक कुरा हो। यसले जसरी पनि स्टामिनालाई त बढाउने नै भयो र यसको दुधले झन् औधी तपाईँको प्रतिफल कति दिन्छ भन्ने कुरा तपाईँले विश्वास गर्न सक्नुहुन्न। त्यही भएर चिउरी खान चिउरी खाँदाखेरि एकदम होसियार चाहिँ पुर्याम अलि अल्को रुख हुन्छ।
अनि अल्को रुखसँगै तपाईँको हाँगाबिङ्गा बढी यसरी चाहिँ हाँगाबिङ्गा बढी हुन्छ सबैजनाले हेर्नु होला यो हाँगाबिङ्गा तलसम्म नै हाँगाबिङ्गा होइन अनि म चाहिँ अहिले यसरी ट्याक्क यसरी बोटो सजेर ट्याक्क अड्केर चिउरी ट्याक्क लम्किने चुस्छ चुस्ने अनि मजा आउँछ डिप्रेसन ल सबैजना आउनु होला ट्याक्क चिउरी खानलाई चाहिँ लोकेसन भन्नु पर्दाखेरि यो जहाँ पनि पाइन्छ त पाइँदैन तर यो यता यो विशेष गरी अलि भिरालो भेकतिर अनि चाहिँ यो अलि उभाएको भेकतिर पाइन्छ अलि भिरालो पानी गर्ने ठिकै सोच्ने त्यस्तो भेकतिर पाइन्छ चिउरीको बोटहरू टन्नै अनि यो टुप्पादेखि म खाँदै झर्दाखेरि म फेदै पुग्न लागेको करिब मैले थोरै पनि टिपेको छु म तपाईँहरूलाई देखाउँछु यसरी चाहिँ गाइज यो चिउरी टिप्ने एकदम पहल भइरहेछ यो अलिकति टिपेको छु मैले चिउरी अब मैले मेरो विशेष मान्छेलाई लिएर जाँदैछु अनि चिउरीको बोटहरू हेर्नु सक्नुहुन्छ हाँगाबिङ्गा चारैतिर छ चारैतिर हाँगाबिङ्गा चिउरीहरू लट्रम्म फलेको छ यो चिउरी खान आउनु सक्नुहुन्छ म त रुखमा चढ्न सक्ने भएर मैले रुखै चढेर खाएँ भुइँमा पनि भेटिन्छ अलिअलि है भुइँमा चाहिँ गरेर खाने म अघि यो यसरी हिँड्दैछु म यसरी चाहिँ ट्याक्क लगाएर यसरी हिँड्नुपर्छ चिउरी खानुपर्छ यसको फेद करिब तलै छ म धेरै कति 25 फिट माथि छु 25 फिट माथि बसेर चाहिँ म चिउरी खाइरहेको छु गाइज सबैजनालाई एकदम अनुभव गर्न मन छ चिउरी खान मन छ भने आउनु होला यो ठाउँमा म अब त्यो हाँगा गएर खान्छु विशेष गरी त्यो हाँगा पनि विशेषै छ अनि एकदम मजा हुन्छ सबैजना आउनु होला भन्दै चाहिँ सबैजनालाई यो चिउरी खानको लागि टेस्टिङ गर्नु भएको छैन तपाईँहरूले यदि टेस्टिङ गरेको छैन भने गर्नु होला यदि गरेको छ भने खान आउनु होला है त गाइज ल एकदम बवाल छ बवाल